नमस्कार। यति बेला म रुकुम पूर्वको सिस्ने गाउँपालिका 5 नम्बर वडामा अवस्थित पर्यटकीय स्थल कमलदहमा छु र आज हामी यही ठाउँमा रहेर परापूर्व कालदेखि के कस्ता कुरा चल्दै आएका छन् र अहिलेको समय सान्दर्भिक कुराहरू के कस्तो भइरहेको छ कमलदहको अवस्थाबारे तपाईहरुलाई जानकारी दिने प्रयास गरिरहेका छौं। सुन्दर प्राकृतिक स्थल कमलदह विभिन्न किम्वदन्तीका भनाइ र यहाँका वास्तविक सम्भावना र जनविश्वास रहेको स्थल हो। हेर्दा मानिसको पाइला जस्तो देखिन्छ। 1600 मिटरमा फैलिएको यो दहको हालको अवस्था के कस्तो छ भनी हामी स्थानीयसँग कुरा गर्दैछौँ। यो प्राकृतिक सौन्दर्यको हिसाबले एउटा सुन्दर ठाउँ हो यो कमलताल चाहिँ पर्यटनको लागि र इन्टरनल पर्यटन प्लस बाहिरको सबै पर्यटनको लागि आकर्षित गर्ने ठाउँ हो। यहाँ चाहिँ जो तारबार अलिअलि भएको छ यो त ठिकै भएको छ, तर सुरक्षा निकाय जस्तै अस्ति भर्खरै एउटा बच्चाको डेथ भयो। त्यहाँ चाहिँ पौडी खेल्न मनाई लेखिने अथवा सूचना लेखिएको अथवा जस्तै चित्र गराएर बन्द गर्ने खालको त्यस्तो, प्लस सुरक्षा पोस्ट पनि नजिकै छ जिल्ला प्रहरी कार्यालय। यहाँबाट पनि अलिअलि गस्ती दिएर बच्चाबच्चीलाई खेलिरहेको बच्चाबच्चीलाई पनि हटाउने त्यस्तो गरे झन् राम्रो हुन्थ्यो जस्तो लाग्छ। कोही बसेर यतानो चुरोट खाइरहेको देखिन्छ अनि यस्तै हिँड्दै चुरोट खाँदै गरेको देखिन्छ। प्राकृतिक सम्पदा यस्तो सुन्दर ठाउँमा त्यो चाहिँ अलिकति राम्रो मानिँदैन। त्यसलाई चाहिँ अलिकति कम गरिदिने सूचना लेखेर हुन्छ कि अथवा उहाँहरूलाई चाहिँ अवेरनेस गरेर हुन्छ कि कसरी हुन्छ त्यो चाहिँ कम गरे झन् राम्रो हुन्थ्यो जस्तो लाग्छ। प्राकृतिक सौन्दर्यले परिपूर्ण पर्यटकीय स्थलमा बाह्य तथा आन्तरिक पर्यटक आउने घुइँचो लाग्ने गर्छ। यहाँका स्थानीयहरूले कमलदहको अव्यवस्थाको नतिजा फोहोर र दुर्घटना भएको महसुस गरेका छन्। स्थानीयका भनाइअनुसार सम्बन्धित निकाय र स्थानीय सरकारले दह क्षेत्रको संरक्षण सरसफाइ तथा आवश्यक पूर्वाधार विकासमा पर्याप्त ध्यान दिन नसकेको गुनासो गरेका छन्। उनीहरूले कमलदहको सौन्दर्य र महत्त्व जोगाउन प्रभावकारी व्यवस्था तथा दीर्घकालीन योजना लागू गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। डुब्न लागेका घामका किरणले दहको सौन्दर्य अझ निखारिदिन्छ। परापूर्व कालमा यहाँ गैरी गाउँ थियो भन्ने यहाँको कथा छ। वास्तविक के कस्तो हो त? त्यही त, अब यो गाउँमा बास मिल्दैन। नमिलिसकेपछि त्यो एउटा कुटुम्बुरी बुढी भन्ने एउटा त्यहाँ कुटुम्बुरीमा बसेर चाहिँ अनि ती बुढी हुने तिनीहरू देउताको स्वरूप भएर जोग्यो भेष गरेर ती घुम्न आएर त्यहाँ बास बसे देउताको स्वरूप गरेर जोग्यो भेष गरेर आइसके तिनी देउता छन्। अनि आमा हामीलाई बास्दैन बरु र आमा बस्नु पर्नु खाने केही छैन न यो हजुरले खानुहुन्छ उयो खान्छौँ भने तिनी बसेछन्। बसिसकेपछि तिनीले के अराएछन् भनेपछि आमा ल भोलि बिहानै उठेर वरिपरि कहीँ नहेर्नु होला, सरासर माथिमा जहाँ पुगेर फरक परेर हेर्नु होला हजुर। अनि आमा वरिपरि नहेरेर म जहाँ पुगिकन फरक हेरेछन्। हेर्दाखेरि सारा जलबारीको यो पछिल्लो चरणमा के भन्छन् भनेपछि कमलदह चाहिँ मान्छे खान्छ भन्छन्। यो तिनीहरूको भ्रम मात्रै हो कि जस्तो पनि लाग्छ एउटा कुराले। खाने त अब जसो हामीहरू अब पान नखेल्ने मान्छे दहभित्र गएपछि त अब सोझै मर्ने त हो। झाँकीमा पिसेको पिठो हाटैमा छ तिन्न बाबीले लेखेको कुरा दैवेलीमा तिन्न होइन। यो कहँदैन जीवनमा यो यस्तो भएर मर्नु लेखिएको हुन्छ नानी लाएर रोक्नु पर्यो। अनि तिनी बच्चाहरू पनि बोक्नु पान्नन् के कसो अनि त्यहाँदेखि यो कमल पनि खान्छ। यो सोच्दै सुफा काट्ने कमल काट्ने यो कमलको टिप्ने पोटा टिप्ने यो किनभने एउटा कमलताल भन्ने इज्जत कसो यो सुक्यो भने कसो इज्जत हाम्रो जान्छ कि अर्को जान्छ? हाम्रो जान्छ। धार्मिक स्थलमा फोहोर, बढ्दो दुर्घटना र सुक्दै गरेको दहको पानीका विषयमा चिन्ता गर्छन् स्थानीयहरू। कमलको जरा काट्न निषेध गरे चाहिँ यो पौडी खेल्न पनि निषेध गर्नु पर्यो, घेरबार गर्नु पर्यो, यहाँ सुरक्षाकर्मी खटाउनु पर्यो। हरियाली वातावरण, विभिन्न किसिमका रुख बिरुवा र निर्माणाधीन भवनहरूले थप सुन्दरता प्रदान गरेको छ। घुम्न आउनेहरूका लागि यो ठाउँ गजब छ। परापूर्व कालदेखि चल्दै आएको कुरा कमलदहले मान्छे खान्छ भन्ने विषयमा स्थानीयहरूले यो विषयलाई झुट साबित गरेका छन्। उनीहरू भन्छन् स्थानीय तहले कमलदहलाई संरक्षण गरे यहाँ घट्ने घटनाहरू कम हुन्छन्।
समाचारका लागि टिका केसी रुकुम पूर्व।